श्रीमतीलाई दर्शकबिन यतिखेर हामी तारकेश्वर हस्पिटलमा छौँ। हामी ठ्याक्कै को हो हामी थाहा छैन, तर उहाँको श्रीमानले आफ्नै श्रीमतीलाई यसरी खुकुरी प्रहार गरेको हामीले सूचना पाए लगतै हामी फलकमा आइपुगेका छौँ। तारकेश्वर सिटीमा छौँ र यहाँ उहाँको परिवार देख्न सक्नुहुन्छ। नेपाली ध्रुव कुमार थापा मगर भन्ने जुन उहाँको नाम रहेको छ, सत्यता के हो हामी बुझ्न अझै बाँकी छ। यतिखेर सामाजिक सञ्जालमा निकै म सामाजिक अभियन्ता हो, म समाजसेवी हो भन्ने व्यक्तिले नै आफ्नो परिवारको सदस्य, आफ्नो जीवनको सङ्गिनी जीवनसाथीलाई सायद खुकुरी प्रहार गरेर हत्या गरेको भन्ने शब्द अर्थात् हाम्रो टाइटलबाट त्यो पोस्ट पक्कै पनि नहोस्, त्यो हामी हाम्रो मानवताले पनि त्यो भन्छ। तर यहाँ हामीलाई आफन्तबाट आएको सूचना अनुसार सामाजिक सञ्जालमा नेपाली ब्रो भन्ने व्यक्तिको श्रीमती आफ्नै हातबाट कुटपिट अर्थात् धारिलो हतियार प्रहार गरेर रहेन अब हामी माझ भन्ने सूचना प्राप्त गरेका छौँ। खासमा के हो यथार्थ हामी बुझ्न बाँकी छ, रिपोर्ट आउन बाँकी छ। दर्शकबिन तपाईँहरू धैर्य गर्नुहोला, हामी यहाँको यथार्थ र यहाँको सत्यतालाई